नमस्ते सबैजनालाई। आज चाहिँ लेबर डे हाम्रो नेपालीमा हामी भन्छ मजदुर दिवस। सबैलाई शुभकामना छ। नेपालमा विदेशमा जता पनि काम गर्नुहुन्छ सबैजनालाई हैन। आज चाहिँ हामीहरू पहिला कुरा अब सबैजना स्वास्थ्य रहनु होला, जहाँ भए पनि नेपालमै काम गर्नुहुन्छ या विदेशमा काम गर्नुहुन्छ सबैजना आफ्नो स्वास्थ्यको ख्याल राख्नु, राम्रोसित काम गर्नु होला। र आज चाहिँ हामी यही लेबर लको बारेमा हामी कुरा गर्न जाँदैछौँ। यो चाहिँ हाम्रो लेबर ल चाहिँ संविधान चाहिँ हाम्रो श्रम संविधान चाहिँ 2074 मा लागू भएको थियो र हाम्रो लेबर ल हुन्छ नि यो लेबर एक्ट 2074 को अनुसार जे पनि अब लेखिएको छ त्यो बारे चाहिँ म आज सबैले जानकारी गराउन जान्छु। र यो मलाई लाग्छ यो चाहिँ सबैले जानकारी हुने पनि यो विषय र यो लहरुका नियम कानुन छ त्यो सबैले थाहा हुने पनि, जुन हामी काम गर्छौँ सबैले थाहा हुनुपर्ने चिज हो जस्तो लाग्छ मैले। त्यसैले म चाहिँ गर्न चाहे आज र ध्यान दिएर सुन्नु होला। र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नु मलाई, र युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र लाइक पनि गरिदिनु होला। सो सुरु गरौँ अब यो विषयको कुराकानी। नेपालको लेबर ल जुन लेबर एक्ट 2074 को अनुसार मेन पोइन्टहरु के छ भन्दा सुरु 1 नम्बरमा छ हाम्रो एम्प्लोयमेन्ट कन्ट्र्याक्ट। जुन हाम्रो कन्ट्र्याक्ट हुन्छ काम गर्ने र काम गराउनेको बीचमा एउटा एग्रिमेन्ट हुन अनिवार्य छ। पहिला कुरा मेन कुरा नम्बर 1 मा यो अनिवार्य छ जहाँ पनि, र मलाई लाग्छ यो जहाँ चाहिँ हुँदैन पनि, नेपालमा चाहिँ धेरै ठाउँमा हुँदैन किनकि थाहा छैन। र एग्रिमेन्टको लाभ र अनि त्यहाँ यसको जुन प्रक्रिया हुन्छ त्यो कसरी हुन्छ म सबै एक्सप्लेन गर्नेछु हजुरहरूलाई, ध्यान दिएर सुन्नु होला। सो यो एग्रिमेन्ट कस्तो काममा आवश्यक छ अब यसको बारेमा जानौँ। र लेबर एक्ट 2074 को अनुसार यो सबै काममा मतलब एप्लिकेबल छ, सबै काममा यो जरुरी छ। जस्तै भयो हजुरहरूको फ्याक्ट्री अफिस हैन, जस्तै भयो होटल हस्पिटल कन्स्ट्रक्सन साइट जहाँ पनि काम गर्नुहुन्छ सबैको बीचमा मतलब काम गराउने र काम गर्नेको बीचमा एउटा कन्ट्याक्ट हुनैपर्छ है। र यो काम जस्तै हुन्छ नि महिनावारी होस् या डेली स्यालेरी जुन हुन्छ नि हामीले महिनामा लिने स्यालेरी र डेलीमा लिने हुनु भइन्छ। कोही जस्तो प्रकारको काम होस् र जति समयको लागि काम होस्, हाम्रो यो कम्पनीमा जस्तै भयो कम्पनीमा जहाँ पनि काम गर्नुहुन्छ हैन, त्यस्तो अर्गनाइजेसनहरु जहाँ पनि काम गर्नुहुन्छ हजुरहरू, त्यसको हाम्रो काम गर्ने र काम गराउनेको बीचमा चाहिँ 30 दिन भित्र अब हजुरहरूले एउटा एग्रिमेन्ट पाउनुपर्छ है। त्यो चाहिँ कानुनी नियम, फर्स्ट नियम यही हो। 30 दिन भित्र हजुरहरूले माग्न सक्नुहुन्छ। यदि यो कम्पनीले या हजुरको काम गराउनेले दिदैन भने यसमा अब हजुरहरूले एक्सन लिन सक्नुहुन्छ, लेबर अफिसमा कम्प्लेन गर्न सक्नुहुन्छ। 30 दिन भित्र चाहिँ एउटा एग्रिमेन्ट हुनैपर्छ है दुई जनाको बीचमा। र यो लिखित कन्ट्र्याक्टमा अब एग्रिमेन्टमा के हुनुपर्छ भन्दाखेरि जस्तै काम गर्ने हामी काम गर्नेको नाम, पोजिसन, स्यालेरी हैन, ठेगाना त्यो हुनुपर्छ। र काम सुरु गर्ने हामीले काममा कहिले लाग्यौं त्यसको डेट हुनु पर्यो। अनि त्यसपछि हाम्रो काम कुन प्रकारको हो त्यो पनि मेन्सन हुनु पर्यो। र हाम्रो स्यालेरी अब यो त मेन्सन हुनै पर्यो। र काम गर्ने समय कति हो र कति समयको कति रुपैयाँ भनेर यो सबै डिटेलहरु यसमा हुनु पर्यो है। र छुट्टी सिस्टम पनि, र यहाँ छुट्टी सिस्टम पनि मेन्सन हुनु पर्यो। र अनि हाम्रो ट्रायल पिरियड जुन हाम्रो काम सिक्ने समय हुन्छ र पर्मानेन्ट हुने सम्म कम्पनीमा हामी थाहै दिनुहुन्छ नोकरी पाउने र हामीलाई कम्पनीले थाहै बनाउने जुन हुन्छ नि नोकरी अब यो पर्मानेन्ट बनाउने चाहिँ ट्रायल पिरियड हाम्रो जुन सिक्ने समय मतलब हाम्रो जुन ट्रायल भइरहेको हुन्छ त्यो समय चाहिँ म्याक्सिमम भनेको 6 महिना हो हैन। कुन ठाउँमा 2 महिना 1 महिना 3 महिना जहाँ पनि जति पनि हुन सक्छ कम्पनीको एग्रिमेन्टमा कुन छ त्यो हिसाबले चाहिँ चल्नुपर्छ हामी। र अर्को चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब अर्को एउटा मेन चिजमा चाहिँ है यसलाई भन्छ एसएसएफ भन्छ। एसएसएफ मतलब सोशल सिक्युरिटी फन्ड। यसमा चाहिँ अब काम गर्नेले र काम गराउनेले दुईटैले यहाँ चाहिँ कन्ट्रिब्युट गर्नुपर्छ है। यसको जस्तै कन्ट्रिब्युट गर्नुपर्छ यो सोशल सिक्युरिटी फन्डमा। यो चाहिँ हाम्रो इन्स्योरेन्स जस्तो हो। त्यहाँ चाहिँ कम्पनीले र हामीले कम्पनीले 20% र हामीले 10% मा कन्ट्रिब्युट गर्नुपर्छ हाम्रो स्यालेरीबाट। जस्तै हाम्रो अब स्यालेरी आउँछ त्यसको 10% हामीले त्यहाँ फन्डिङमा दिनुपर्ने हुन्छ महिना पछि, र कम्पनीले 20% दिनुपर्ने हुन्छ। र यो चाहिँ इन्स्योरेन्स टाइप हो। इन्स्योरेन्सै भने नि भयो, पछि हामीलाई चोटपटक लाग्दा हामीलाई गाह्रो पर्दा हैन त्यहाँबाट चाहिँ हामीले क्लेम गर्न सकिन्छ हैन, सुविधा लिन सकिन्छ, धेरै चिजहरुको सुविधा लिन सकिन्छ। अनि अर्को चाहिँ टर्मिनेसन गर्ने कन्डिसनहरु, जस्तै कामबाट हटाउने कन्डिसनहरु केमा मेन्सन हुनुपर्छ, कुन कन्डिसनमा कामबाट निकाल्न सकिन्छ र कामबाट अब निकाल्ने कस्तो चाहिँ कन्डिसन हुन्छ जुन कामबाट निकाल्न सक्नुहुन्छ। र काम गर्ने पनि कामबाट निकाल्ने पनि एउटा प्रक्रिया हुन्छ, झ्याप्पै निकाल्न कतै पनि सकिदैन है। कुनै ठाउँबाट पनि झ्याप्पै कामबाट निकाल्न मिल्दैन हैन। एउटा भ्यालिड रिजन छ भने चाहिँ तुरुन्तै निकाल्न मिल्छ कामबाट हैन। तर भ्यालिड रिजन अब एउटा हुन्छ नि त्यो छैन भने तुरुन्त कामबाट निकाल्न मिल्दैन। भ्यालिड रिजन भए तापनि इन्फर्म गर्नुपर्छ र एउटा प्रोपर लेटर हुनुपर्छ है। यो चाहिँ हाम्रो लेबर एक्ट 2074 को अनुसार यो सब चिजहरु मेन्सन छ। र यो नेपालमा चाहिँ यो एग्रिमेन्ट लगभग हुँदैन जस्तो लाग्छ मलाई। अझैसम्म मैले धेरै ठाउँमा देखेको छैन। मै काम गर्ने ठाउँमा एग्रिमेन्ट यो सिस्टम छैन। र किन गराउँछन् भन्दाखेरि अब यो एग्रिमेन्ट भएन भने हाम्रो लागि के समस्याहरु आउँछ भन्दाखेरि यिनीहरूले कामबाट मतलब हुन्छ नि काम गराउनेले कामबाट सजिलै हटाउन सक्छ हैन, बिना नोटिस यो सब सरकारी प्रक्रियाहरुबाट नभइकिन सजिलै नोकरीबाट हटाउन सक्छ। र छुट्टीको व्यवस्था, छुट्टीको अब मन परे छुट्टी र कि मन परे छुट्टी कि त अब छुट्टी नदिने हैन त्यो हुन सक्छ। अनि त्यसपछि सोशल सिक्युरिटीबाट हामीले अब जस्तै हुन्छ नि सुविधाहरु अब इन्स्योरेन्सहरु क्लेम गर्न सकिदैन। चोटपटक लाग्यो भने अब सरकारी तौरमा त अब जे पनि छ त्यो अब कम्पनीको थाहा छ, त्यति त कम्पनीले गर्छ। तर जुन सुविधाहरु हामीले पाउनुपर्ने हो त्यो सबहरु अब एउटा पोस्ट उस्न चोटपटक नलाग्दासम्म कम्पनीले हेर्दै जान्छ चोटपटकमा है। अब यो गर्दैन अनि त्यसपछि स्यालेरी रोक्यो भने यदि काम गराउनेले त्यसमा हामीले सजिलै कम्प्लेन फाइल गर्न अलि सकिदैन बिना एग्रिमेन्टको है।
तर पनि लामो समय गरिसक्नु भएको छ भने चाहिँ त्यो सब विषयमा चाहिँ हामीले कम्प्लेन फाइल गर्न सकिन्छ। त्यसको लागि ब्याङ्कको सेलेरी स्टेटमेन्ट, आफ्नो हाजिरी र एउटा विटनेस हुनुपर्छ र त्यहाँ कम्पनीको बारेमा हामीलाई थाहा हुनु पऱ्यो हैन, कम्पनीमा हाजिर हुनु पऱ्यो। त्यसको लागि अब कति गर्नुभयो भनेर त्यो डेटाहरूले कम्प्लेन फाइल गर्न चाहिँ सकिन्छ है। र काम गर्ने समय र हाम्रो तलबबारे अब 2 नम्बर यो त्यसको बारे थोरै गरौँ। र लेबर एक्ट 2074 को अनुसार है हामीहरूले दिनमा 8 घण्टा काम अनि योभन्दा बढी भयो ओभर टाइममा जान्छ, त्यही पनि हजुरको सहमति बिना काम गराउनेले गराउन मिल्दैन है। 8 घण्टाभन्दा बढी काम र हाम्रो 6 दिनमा 48 घण्टा र 1 दिन कम्पलसरी छुट्टी चाहिन्छ। लेबर लको यो एक्टको अनुसार एक दिन छुट्टी जसरी पनि चाहिन्छ है। एक दिन छुट्टी हप्तामा हुनैपर्छ र 48 घण्टा काम र हाम्रो यो जुन 48 भन्दा बढी गरायो भने त्यो ओटीमा गरिन्छ है। र 5 घण्टा जस्तो लगातार काम गरिन्छ भने काम छ भने त्यसमा चाहिँ बिचमा आधा घण्टा या 1 घण्टा चाहिँ लिभ मतलब ब्रेकहरू चाहिन्छ 8 घण्टाको बिचमा है। यो 30 मिनट कम्पलसरी छ दिन, कम्पनीले या जुन पनि जहाँ काम गर्नुहुन्छ काम गराउनेले त्यति कम्पलसरी नै छ दिनलाई ब्रेक दिनुपर्छ। अनि त्यसपछि चाहिँ 8 घण्टाभन्दा बढी इलिगल छ काम, त्योभन्दा बढी काम गरायो भने ओटीमा गरिन्छ र ओटीको पनि पैसा फरक हुन्छ फेरि है। म्याक्सिमम ओभर टाइम भनेको हजुरको दिनमा 4 घण्टा र हप्ताभरिमा 24 घण्टाभन्दा बढी ओभर टाइम गर्नु हुँदैन है। र ओभर टाइमको पेमेन्ट सिस्टम चाहिँ कस्तो छ भन्दाखेरि ओभर टाइमको लागि दिनुपर्ने सेलेरी मतलब जुन 8 घण्टा पछिको 4 घण्टाको जुन सेलेरी हुन्छ त्यसको चाहिँ अब कम्पनीले पेमेन्ट गर्न पनि हजुरलाई 1.5% मतलब 150% बढी गर्नुपर्छ है पेमेन्ट ओटीको चाहिँ। जस्तै इक्जाम्पलको लागि मान्नुहोस् हजुरहरूको घण्टाको 100 रुपियाँ छ भने बेसिकको है जुन 8 घण्टामा जुन हजुरले मल्टिप्लाई गरेर जुन पाउनुहुन्छ नि जुन डिभाइड गरेर गर्नुहोस् 1 घण्टाको 100 रुपियाँ पाउनुहुन्छ भने ओभर टाइम जुन 4 घण्टा गरिन्छ त्यसमा चाहिँ जुन 1 घण्टाको चाहिँ हामीले पहिला बेसिकमा 100 रुपियाँ पाइएको छ भने ओटीको 1 घण्टाको चाहिँ हाम्रो 150 रुपियाँ हुनुपर्छ है। कुनै ठाउँमा 2x हुन्छ र कुनै ठाउँमा 1.5x हुन्छ है। हो यसलाई चाहिँ ध्यानमा राख्नु होला। ओभर टाइमको कम्पनीले 150% पेमेन्ट दिनैपर्छ है। जस्तै 100 रुपियाँ छ भने 150 रुपियाँ ओभर टाइमको दिनुपर्छ, 150 या 200 रुपियाँ ओभर टाइमको त्यो छ हाम्रो लेबर एक्ट अनुसार ओभर टाइमको नियम त्यो छ। यो चिजलाई पनि ध्यानमा राख्नु। यदि दिँदैन भने कानुनी कारबाही गर्न सकिन्छ हामीले जुन काम गराउनुहुन्छ उहाँलाई। र नेपालमा सेलेरी चाहिँ हाम्रो जुन लेबरको सेलेरी छ हाम्रो काम गर्नेहरू हामीको सेलेरी चाहिँ अब मिनिमम है कम्ती सेलेरी भनेको हाम्रो यो लेबर एक्ट 2074 हैन 74 को अलग्गै थियो। हाम्रो यो 2080 देखि चाहिँ यो लागू भएको छ। सेलेरी निर्धारित गरेको हो यो चाहिँ सरकारले सेलेरी निर्धारित गरेको हैन। यो भन्दा कम दिन पाउँदैन। यो चाहिँ यस्तो तरिका रहेछ मन्थली चाहिँ 26 दिन हैन 8 × 26 दिनको 8 घण्टा र 26 दिनको चाहिँ 17,300 रुपियाँ पेमेन्ट दिनुपर्छ है। मन्थली यो भयो बेसिकको हैन। अब डेलीको हुन्छ हजुरको 665 र घण्टाको हुन्छ 800 हैन घण्टाको हुन्छ 88 रुपियाँ है हजुरको बेसिकको हिसाबले सरकारी जुन लेबर एक्टको हिसाबले। यो चाहिँ 2080 बाट लागू भएको छ र अहिलेसम्म पनि यो छ। र यो भन्दा कम दिन मिल्दैन है। यो भन्दा कम दिन कम्पनीले या हजुरलाई काम गराउनेले यो भन्दा कम दिन मिल्दैन, मिनिमम यो हो है। र सेलेरी कम्पनीले दिने तरिका है ब्याङ्कमा पनि दिन सक्छ, हजुरलाई क्यास पनि दिन सक्छ र जसरी दिए पनि हजुरलाई एउटा सेलेरी स्लिप जुन रिसिप्ट हुन्छ हजुरको रिसिप्ट एउटा सेलेरी स्लिप हजुरलाई दिन अनिवार्य छ। हजुरले माग्न सक्नुहुन्छ र यो चाहिँ दिन अनिवार्य छ कम्पनीले हजुरलाई सेलेरी स्लिप दिन है। र कम्पनीहरूले हजुरको काम गर्ने ओनरले सेलेरी रोक्ने समय भनेको 1 महिनाभन्दा बढी रोक्न पाउँदैन। 1 महिनाभित्र सेलेरी दिनुपर्छ हजुरले काम गरेको। 1 महिनाभन्दा बढी कटाउँछ भने हजुरले लेबर अफिसमा गएर कम्प्लेन गर्न सक्नुहुन्छ है। कानुनी कारबाही हुन्छ त्यो ठाउँमा। र छुट्टीको बारेमा के छ हाम्रो लेबर एक्टमा लेबर एक्ट 2074 को अनुसार हामीहरूले हप्तामा मतलब यो साप्ताहिक बिदामा 1 दिन फ्री छुट्टी पाउनुपर्छ हैन। र वार्षिक बिदा जुन घरको लागि छुट्टी हुन्छ त्यसको उसमा चाहिँ हाम्रो लेबर ल एक्ट अनुसार लेबर एक्ट 2074 अनुसार हैन 20 दिनमा 1 दिन हैन। यो चाहिँ पेड लिभ है फेरि कम्पनीले यो छुट्टीमा चाहिँ पैसा दिनुपर्छ है आफ्नो काम गर्ने मान्छेलाई। र हजुरको 20 दिन काम गरेपछि 1 दिन र हजुरको पुरा वर्षभित्रमा 15 दिन चाहिँ हजुरको छुट्टी हुनुपर्छ। र यो छुट्टीमा चाहिँ कम्पनीहरूले पैसा काट्न मिल्दैन है। 15 दिनसम्म 15 दिनवटा छुट्टीमा वर्षभित्रमा 15 दिनको छुट्टीको पैसा काट्न मिल्दैन है कम्पनीले। यसो पनि ध्यान राख्नु होला। र बिरामी बिदामा चाहिँ हैन 1 वर्षमा 12 दिनसम्म बिरामी छुट्टी मिल्छ। छुट्टी छ ल अनुसार र यसमा चाहिँ मेडिकल सर्टिफिकेटहरु रिपोर्टहरु छ भने सजिलो हुन्छ र कम्पनीले यसमा चाहिँ 50% या फुल चाहिँ पेमेन्ट गर्नुपर्छ है। फुल या 50% पेमेन्ट दिनुपर्छ जुन हाम्रो बेसिक स्यालेरीमा आउँछ हैन। बेसिक जुन हाम्रो तलब छ त्यो हिसाबले हाम्रो दिनको चाहिँ उनीहरूले 50% या 100% पेमेन्ट गर्नुपर्छ है कम्पनीले। र अर्को चाहिँ के आयो भन्दाखेरि अब अर्को छुट्टी छ म्यान्डेटरी लिभ भन्छ यसलाई। गर्भावस्था भित्ता यो चाहिँ हाम्रो महिलाहरुको लागि हो र उहाँहरुलाई चाहिँ महिलाले चाहिँ 98 दिनसम्म म्यान्डेटरी लिभ जुन गर्भावस्थामा जुन छुट्टी हुनुपर्छ त्यो चाहिँ
हजुरहरूको 98 दिन हो। यसमा चाहिँ पाउनै पर्छ। यो चाहिँ 3.5 दिनसम्मको चाहिँ कम्पनीले पेमेन्ट दिनुपर्छ र बाँकी 38 दिन चाहिँ चाहिए बापत यो के भन्छ चाइल्ड बर्थ पछि जुन गर्भवती बच्चा पाइसक्नु भएपछि रेस्टको लागि छुट्टी 38 दिन चाहिँ एक्स्ट्रा पाउनुपर्छ। 38 दिनको चाहिँ यो कम्पनीले चाहिँ पेमेन्ट गर्दैन है। 60 दिनको चाहिँ पेमेन्ट दिनुपर्छ कम्पनीले है। 60 दिन चाहिँ यो कम्पलसरी छ महिलाहरूको लागि छुट्टी। र यो हाम्रो जस्तै क्लोज फ्यामिलीहरूमा कोही बित्नु भयो भने उहाँको लागि जुन क्रियाहरू गरिन्छ हामीले परम्परा अनुसार उहाँको लागि चाहिँ 13 दिन चाहिँ छुट्टी दिनुपर्छ कम्पनीले। छुट्टीको नियम यो छ, 13 दिन चाहिँ कम्पलसरी छ यिनीहरूको लागि। र पब्लिक होलिडे दसैँ तिहार होली यसको लागि चाहिँ जुन सरकारले जुन डिक्लेयर गरेको छ यो छुट्टी कम्पलसरी छ पाउन हामीले है। र छुट्टीको पनि नियम हुन्छ है। छुट्टी गर्नुभन्दा पहिला हामीले चाहिँ एउटा लिखित हुन्छ नि जुन लिखित रेकर्ड हामीले चाहिँ लेटर लेख्नुपर्छ कम्पनीलाई या जहाँ पनि हजुर काम गर्नुहुन्छ इन्फर्म गर्ने या लिखित रेकर्ड राख्नुपर्छ या जुन पनि रेकर्ड होस् हजुरले छुट्टीमा आएको एउटा प्रुफ राख्नुपर्छ है। यो प्रुफ चाहिँ चाहिन्छ। जस्तै कम्पनीले फेरि यो रमलाई राख्नुपर्छ, कम्पनीले राख्नुपर्छ यो रेकर्ड चाहिँ है। छुट्टीको रेकर्ड चाहिँ कम्पनीले राख्नुपर्छ। र पेड लिभमा जुन अघि भनेको थिएँ मैले पैसा जुन कम्पनीले दिनुपर्ने थियो त्यसको बल्ल यो रेकर्डहरू भयो भने या दिएन भने कसै आफूलाई काम लाग्छ आफूसित पनि हुनुपर्छ अनि बल्ल यो पेड लिभको सुविधा पाइन्छ आफूले है। र अर्को एउटा जरुरी कुरा र यसलाई भन्छ हजुरहरूको हेल्थ र सेफ्टी। हेल्थ र सेफ्टीमा चाहिँ कम्पनीले र हामीले पनि ध्यान राख्नुपर्ने कुरा हो यो चाहिँ है। कम्पनीको ड्युटी जुन हुन्छ कम्पनीको कम्पनीले दिनु जुन आफूहरूको कम्पनीको जिम्मेवारी चाहिँ के हुन्छ भन्दाखेरि हजुरको सुरक्षा उपकरणहरू जुन सेफ्टी गियरहरू जस्तै भयो हजुरहरूको ग्लोभ्स हेलमेट जस्तै बुट्स गगल्स होइन। यदि हजुरहरू कन्स्ट्रक्सन साइटहरूमा काम गर्नुहुन्छ भने होइन यो चाहिँ कम्पनीले प्रोभाइड गर्नुपर्छ। अनि यस्तो जस्तै कुनै केमिकल त्यो सामानहरू छ केमिकलहरू भएको ठाउँ या हेभी मेसिनहरू ठुल्ठुलो मेसिनहरू हुन्छ त्यहीमा चाहिँ स्पेसल प्रोटेक्सन दिनुपर्छ कम्पनीले होइन। र ट्रेनिङ दिनुपर्छ है वर्करलाई है। मसिन युज गर्ने जस्तै फायर सेफ्टीको लागि इमर्जेन्सी हुन्छ होइन त्यो सबहरू युज गर्ने या त्यसको लागि एउटा अलग्गै डिपार्टमेन्टहरू राख्नुपर्छ ठुल्ठुलो कम्पनीहरूमा है। तर सिम्पल चिजहरूको लागि पहिला चाहिँ सिकाउनुपर्छ कहाँनिर सेफ भइन्छ र यसलाई कसरी अपरेट गर्ने र यसलाई इमर्जेन्सीमा कसरी यसलाई ह्यान्डल गर्ने वर्करहरूलाई चाहिँ सिकाउनुपर्छ। कम्पलसरी छ यो भनौँ यो जुन लेबर एक्ट 2074 अनुसार है। र यो भनेको सिम्पल कुराहरू पनि हो है। कम्पनी यो चाहिँ अब आफूले ध्यानमा हुने कुरा हो, ध्यानमा गराउनु पर्ने र कम्पनीले पनि आफ्नो जिम्मेवारी यो चाहिँ सम्झिनु पर्ने कुरा हो। हेल्थ र सेफ्टी चाहिँ एकदम मेन चिज हो यसमा चाहिँ है। जहाँ पनि काम गर्नुहुन्छ उहाँ चाहिँ सबैजना सेफ रहनु होला। आफ्नो कामहरू कस्तो छ अप्ठ्यारो सजिलो जस्तो पनि छ जहाँ पनि हुनुहुन्छ सेफ रहनु होला सबैजनाहरू। र कम्पनीले सफा पानी पनि प्रोभाइड गर्नुपर्छ, पिउने पानी सफा होइन। र भेन्टिलेसनहरूको पनि ध्यान राख्नुपर्छ, सफा हावा सफा पानी हामी वर्करहरूलाई चाहिँ प्रोभाइड गर्नुपर्छ। अनि त्यसपछि यो जस्तै हुन्छ नि फर्स्ट एडहरू हेल्थ चेकअप ठुल्ठुलो कम्पनीहरूमा जस्तै हेल्थ चेकअप त अब अनिवार्य गराए पनि राम्रै हो गराउनु नै पर्छ। र फर्स्ट एड जुन हाम्रो ब्यान्डेजहरू भयो टाउकोपटक लाग्यो भने त्यसको चोटहरू सफा गर्नु भयो कम्पनीमा एकजना जस्तो पनि कम्पनी होस् एकजना चाहिँ त्यो फर्स्ट एड म्यान जुन हुन्छ नि फर्स्ट एड बस्ने र उहाँलाई जानकारी भएको त्यो मान्छे चाहिँ एकजना हुनैपर्छ है। केही ठुलो नभयो भने केही चिजको लागि पाल्न सकिन्छ नि त। फर्स्ट एड मान्छे एउटा नर्स जस्तै भयो भने होइन कम्पनीमा त्यहाँ पनि काम गर्नुहुन्छ उहाँ भयो भने र त्यसको लागि एकजना चाहिँ हुनैपर्छ कम्पनीहरूमा। र काम गर्ने मान्छेको अधिकार है। अनसेफमा होइन अनसेफ कामहरू जुन हुन्छ अनसेफ मतलब रिस्की कामहरू हुन्छ त्यसमा हजुरले नाइ भन्न सक्नुहुन्छ सिधा जस्तै लाइन बिजुलीको भयो बिजुलीको रिस्क हुन्छ या धरीको ग्यास भयो होइन। अनि त्यस्तोमा चाहिँ हजुरहरूले नाइ भन्न सक्नुहुन्छ। जस्तै हाइटमा भयो होइन नाइ भन्न सक्नुहुन्छ होइन। रिप्रेज गर्न हजुरहरूको यो कानुनी अधिकार हो है। यसमा चाहिँ पर्स गर्न मिल्दैन है। अनि त्यसपछि कम्प्लेन गर्न मिल्छ। हेल्थ सेफ्टी रिलेटेड इस्यु भयो कम्पनीलाई होइन लेखी कम्प्लेन गर्न सक्नुहुन्छ है। अनि इग्नोर भयो होइन इग्नोर भयो भने लेबर अफिसमा कम्प्लेन गर्न मिल्छ। अनि मेडिकलको पैसा काम गर्दा होइन चोट लाग्यो भने कम्पनीले चाहिँ ट्रिटमेन्ट कोस्ट दिनुपर्छ। र अगाडि जुन हुन्छ एसएसएफमा चाहिँ कन्ट्रिब्युसन छ भने होइन गराछ भने चाहिँ त्यहीमा चाहिँ होइन मेडिकल ट्रिटमेन्ट पनि पाइन्छ। मेडिकलको लागि अब इन्सुरेन्स जस्तै त्यो चाहिँ भनेको त्यो चिजहरूको लाभ लिन पाइन्छ आफूले। र यदि कम्पनीले होइन जुन हेल्थ र सेफ्टीको उल्लङ्घन जुन नियमको उल्लङ्घन गर्यो भने त्यो लेबर लको जुन हुन्छ नि कानुनी एकदम कानुनको उल्लङ्घन गरेको हो होइन। त्यसको आधारमा चाहिँ कम्पनीले होइन कम्पनीलाई फाइन जुन हुन्छ लाइसेन्स क्यान्सल या कोर्ट केस पनि गर्न सकिन्छ आफूले या लाग्न नै सक्छ कम्प्लेन कतै भइहाल्यो भने है। सेफ र हेल्दी यो जुन हेल्थ र सिक्युरिटीको जुन प्रोसेस हुन्छ यो चाहिँ एकदम सेन्सिटिभ कुराहरू हो। यसमा चाहिँ कम्पनीले खास ध्यान राख्नुपर्छ है। अनि एक्स्ट्रा हाई रिस्क वर्कमा जुन हुन्छ नि कन्स्ट्रक्सन भयो वायरिङ भयो केमिकल भयो मसिन जस्तो वर्कहरूमा होइन अर्बन सेफ्टी मेजरहरू एक्सपर्ट सुपरभाइजर र होइन डेली ब्रिफिङमा छ भने जस्तो हुन्छ नि डेलीको लागि जस्तो हुन्छ नि मान्छेहरू अवेर गर्ने अगाडि पछाडि हेर्ने त्यस्तो मान्छेहरू चाहिँ हुनैपर्छ म्यान्डेटरी छ यो चाहिँ। र अर्को कुरा र काम गर्नेहरूमा एउटा युनियन हुनुपर्छ है। ट्रेड युनियन भन्छ यसलाई चाहिँ है। र ट्रेड युनियन भनेको के हो भन्दाखेरि होइन मजदुरहरू जुन मिलेर बनाएको एउटा सङ्गठन हुन्छ होइन
जसलाई कर्मचारीहरूको अधिकार रक्षा, तलब सुविधा, सुरक्षाको कुरा राख्ने हैन, कम्पनी वार्ता हुन्छ नि, कलेक्टिभ बार्गेनिङ हैन गर्ने काम गर्छ यो युनियनमा चाहिँ हैन। एउटा 10 जनाको ग्रुप, यहाँ मजदुरहरूले आफैहरूले पनि बनाउन सकिन्छ युनियनहरू हैन। 10 जनाको ग्रुप बनाउने एउटा, त्यसमा चाहिँ 10 जनाभन्दा बढी मेम्बरहरू भयो भने त्यसलाई एउटा युनियन मानिन्छ है। युनियन मानिन्छ तर युनियन मानिन्छ भन्दा पनि दर्ता गर्नुपर्छ है। युनियनहरू चाहिँ दर्ता गर्नुपर्छ सरकारी तौरमा, एउटा युनियनको दर्ता गर्नुपर्छ। जस्तै स्टाफहरू मिलेर 10 जनाभन्दा बढी हुन्छ भने युनियन दर्ता गर्न सक्नुहुन्छ आफ्नो हैन। र युनियनको कामहरू, मुख्य कामहरू के हो भन्दाखेरि कम्पनीसँग हुन्छ नि बार्गेनिङ गर्ने, तलब बढाउने र ओभरटाइमको पैसा क्लियर गर्ने। मतलब ओभरटाइमको केही पनि त्यो लेबर एक्टको जुन यो लाउको जुन भाइलेसन भएको छ त्यसलाई रोक्ने हैन, त्यो चाहिँ काम हो हैन। क्लियर गर्ने, छुट्टीको कुरा गर्ने हैन, मजदुरहरूको हकमा आवाज उठाउने, कम्पनीमा अन्याय भए वो रोक्ने हैन, अनि हेल्थ भयो, सेफ्टी भयो हैन, अनि कम्पनसेसन जस्तो मुद्दामा सपोर्ट गर्ने र स्ट्रिक्ट प्रोटेस्ट हैन, मिटिङ अर्गनाइज गर्न सक्छ। कानुनी प्रक्रिया अनुसार चाहिँ सबै यो चाहिनेहरू जस्तो भाइलेसन भइरहेको छ भने कानुनी प्रक्रिया अनुसार चाहिँ यसमा आवाज उठाउने र भाइलेसनलाई रोक्ने युनियनको मेन काम भनेको त्यही हो है। युनियन भनेको एउटा अलग्गै सङ्गठन हुँदैन, त्यसलाई चाहिँ अब हजुरहरू काम गर्ने मान्छेहरू नै मिलेर 10 या 12 जना मिलेर एउटा सङ्गठन दर्ता गराउन सक्नुहुन्छ, युनियन दर्ता गराउन मिल्छ। ल युनियनको अब हुन्छ नि यो युनियनको कानुनी अधिकारहरू हैन, जस्तै कानुनी अधिकारहरू हैन के छ भन्दाखेरि कलेक्टिभ बार्गेनिङ, कम्पनीसँग सिधा वार्ता गर्ने अधिकार हैन छ उहाँहरु, मतलब युनियनसित त्यो अधिकार हुन्छ। अनि प्रोटेक्टेड बाइ ल हैन, कम्पनीले युनियन मेम्बरलाई हैन जबबाट निकाल्न, दबाब दिन या दलाल हुन्छ नि बदला लिन मिल्दैन है। अनि स्ट्रिक्ट प्रोटेस्ट, लेबर ल अफिसमा जानकारी दिएर शान्तिपूर्ण आन्दोलन गर्न मिल्छ युनियनले हैन। युनियनको मान्यता, रेकग्नाइजेसन हैन, युनियनको मान्यता हैन, जुन युनियनमा सबैभन्दा धेरै सदस्य हुन्छ हैन, मेजोरिटी, त्यो मान्यता प्राप्त ट्रेड युनियन हुन्छ है। मान्यता प्राप्त मतलब दर्ता गराइएको जुन युनियनमा धेरै हुन्छ नि सदस्य हुन्छन्, त्यसमा त्यो युनियन चाहिँ अलिक स्ट्रङ हुन्छ भने जस्तै हो हैन। यदि युनियन मेम्बरलाई हैन कम्पनीले दबाब दिन्छ भने हैन, त्यो लेबर लको भाइलेसन हो है, सिधा है, कानुनी उल्लङ्घन हो हैन। तिमी युनियनको सहारा लिन सक्छौ हैन, वा लेबर अफिसमा पोजिटिभ गर्न सक्छौ हैन। आफूभन्दा ठुलो युनियन जुन हुन्छ धेरै सदस्य भएको हैन, 1000-1500 जना भएको त्यो युनियनसित सहायता लिने र लेबर अफिसमा हैन उजुरी गर्न सकिन्छ है, यदि आफूसित भाइलेसन भइरहेको छ भने है। इक्जाम्पलको लागि हैन, के भन्दा कोटीको पैसा दिएन भने, अनि अनसेफ वर्क प्लेस, अघि मैले भने अनसेफ जुन सेफ्टीहरूको यो ख्याल राखेन भने हैन, छुट्टी नदिने, ह्यारेसमेन्ट भए हैन, त्यति बेला युनियनले क्यास ह्यान्डल गरेर कम्पनीसँग जुन प्रब्लम हुन्छ सल्भ गर्न मद्दत गर्न सक्छ है। र लास्ट ग्रेभेन्स ह्यान्डलिङ भन्छ यसलाई चाहिँ है, लेबर कोड र मजदुर गुनासो कानुनी समाधान प्रक्रिया है, यसलाई भन्छ है। हाम्रो जुन काम गर्ने मान्छेको गुनासो र यसमा कानुनी समाधान प्रक्रियाहरू, जुन अब प्रक्रिया कस्तो हुन्छ भन्दाखेरि अब इन्टरनल कम्प्लेन्ट पहिला कुरा है, पहिला कम्पनीभित्र एचआर सुपरभाइजरले हैन लाई लिखित कम्प्लेन गर्नुपर्छ है। 7 दिनभित्र सोल्युसन आउनुपर्छ, कम्पनीबाट 7 दिनभित्र सोल्युसन हैन आउनै पर्छ है। र ठुला कम्पनीमा 3-5 जना मिलेर हैन यो ग्राइभेन्स कमिटेड बनाएको हुन्छ है, 3-4 जना मिलेर ग्राइभेन्स यो जुन हुन्छ नि समाधान बनाउने 3-4 जना मिलेर हैन टिमको गुनासो र 3-4 जना मिल्यो भने चाहिँ हजुरको गुनासो पनि सुन्छ कम्पनीले र यसको समाधान पनि हुन सक्छ है। 15 दिनभित्र समाधान नगरे अर्को हुन्छ नि स्रोतमा जाने हुन्छ, मतलब कानुनी तरिकामा हजुरले कम्प्लेन गर्ने हैन। यो के भन्छ एउटा बाटो खुल्छ, मतलब कानुन गर्न जान सक्नुहुन्छ हजुरहरू हैन, युनियनबाट कम्प्लेन है। यदि युनियन छ भने हैन तिनीहरूले कम्पनीसँग हैन वार्ता गरेर हैन आफ्नो समस्या उठाउन सकिन्छ हैन, समस्या के भयो कम्प्लेन गर्न सकिन्छ। र लेबर अफिसमा श्रम कार्यालय इन्टरनल प्रोसेसले काम गरेन भने तिमी हैन सबै हजुरहरू हैन लोकल लेबर अफिसमा उजुरी दिन सक्छौ। लेबर अफिसले हैन जाँच गर्छ, कम्पनीलाई बोलाएर हैन के भन्छ सम्झाउँछ हैन, सम्झाउन खोज्छ। र कम्पनीले यो हैन जुन हामीले प्रब्लमहरू यो गुनासो गरिन्छ, जुन समाधान कानुनी तौरमा गर्न खोजिन्छ या भित्रै सल्भ हुँदैन भने हजुरहरू मेन जाने भनेको लेबर अफिसमा हो। आफ्नो नजिकको लेबर अफिसको खोज्नु, उहाँ गएर कम्प्लेन दिनु, कम्पनीमा भनेर पनि त्यो समाधान भएन भने त्यसपछि चाहिँ अब त्यहाँबाट पनि समाधान भएन भने मेन जाने भनेको हामीहरू लेबर कोर्टमा जानुपर्छ है, कोर्टमा कम्प्लेन हाल्ने, त्यसपछि सुनवाई हुन्छ। यो प्रक्रियाहरू चाहिँ अलि धेरै नै जटिल छ, अब गाह्रो छ हैन, सुरुमा यो गाह्रो लाग्न सक्छ, तर त्यसलाई सुधार्ने र त्यसको अर्थ
तन्त्र जुन हुन्छ नि उसले ध्यान दिने। अब सरकारले नियम त बनायो होइन, नियम कसरी लागू भएको कि नै यसको लागि सर्वे अहिलेसम्म भएको मैले थाहा पाएको छैन। त्यो सर्वे हुन जरुरी छ र हामी जनताहरू काम गर्ने मान्छेहरू पनि यसमा अवेर हुन जरुरी छ है। हामीहरूलाई थाहा भएन भने हामीले कहाँ गएर कम्प्लेन गर्ने र कसले चाहिँ हाम्रो कुरा सुन्ने, यस्तै गरी चलिराख्यो भने चाहिँ होइन भविष्य हाम्रो मात्र अहिले जस्तो छ त्यस्तो हुँदैन। हामी पछि जुन आउँछन् हाम्रो बालबालिका भएन होइन, हाम्रो भाइ बहिनीहरू भएन, यिनीहरूको लागि एउटा काम गर्ने राम्रो वातावरण नेपालमा बन्दै भन्दैन यो सब चिजहरू लागू गरेनौँ भने हामीले यो सब चिजमा हामीले पनि ध्यान दिनुपर्छ। पहिला कुरा हामीले ध्यान दियो भने हामी पछि आउने पिँढीहरूलाई सजिलो हुने हो है। र यो सब कुराहरू चाहिँ एकदम सेन्सिटिभ कुराहरू छ र नेपालमा यो चिजहरू चाहिँ धेरै लागू हुनुपर्छ जस्तो लाग्छ मलाई। त्यसरी यो जानकारीहरू अब जसरी भएर मिलाएर धेरै रिसर्च त गरेँ होइन, आज ख्याल आयो त्यसरी जति जानकारीहरू मसित प्राप्त थियो त्यो हिसाबमा मैले भिडियो बनाएर हजुरहरूलाई जानकारी दिएको छु। र हजुरहरूले आफूले पनि रिसर्च गर्न सक्नुहुन्छ या पढ्न सक्नुहुन्छ होइन, गुगलमा सर्च गर्नु होइन, सरकारी वेबसाइटहरूमा जानु, वहाँ गएर यो चिजहरू हजुरहरूले सो यो कुराहरू सरकारी वेबसाइटहरूमा पनि जानु सक्नुहुन्छ हजुरहरूले। सो यो सब कुराहरू चाहिँ अब हामीहरूले नै सुरुवात गर्नुपर्छ जस्तो लाग्छ मलाई। सो हामीहरूले नगरे होइन, हामीहरूले यसरी हुन्छ नि काम अब यसरी काम गरे लापरवाहीसित र भोलि हाम्रो आउने अब पिँढीहरूलाई अब नसम्झाए नबुझाए यो चिजको बारेमा हामीलाई चाहिँ ज्ञान भएन भने अरू बच्चाबच्चीहरूले कसरी सिक्छन् होइन। बच्चाबच्चीहरूलाई चाहिँ यो शिक्षा दिन जरुरी छ जस्तो लाग्छ मलाई। र आफ्नो देशमा काम गर्ने राम्रो वातावरण र सही सरकारी तोके जति हामीले सेलेरी पायौँ भने र बाहिर जान पनि त्यति धेरै जरुरत पर्छ जस्तो लाग्दैन कि। अहिले देशमा अब कति युवाहरू छन् बाहिर, थाहै होला सबैलाई देशको हालत के छ। र यहाँ भएको अब हुन्छ नि व्यापारीहरू अगाडि बढेको गर्ने बिजनेसम्यानहरू अब हामी काम गर्नेहरू चाहिँ अब यस्तै जहिले पनि होइन, न हामीलाई कानुन छ न हामीलाई के छ। कानुन बनाए पनि सरकारले त्यसको बारेमा अब कहाँ लागू भएको छ सर्वे गर्ने त्यो सबहरू अहिलेसम्म भएको देखेको छैन मैले होइन। यो सब चिजहरू हुन जरुरी छ। र पहिलो कुरा चाहिँ सरकारमा निर्भर हुनुभन्दा चाहिँ सही सरकार चुन्ने त हाम्रो अब आफ्नो दिमाग अब हाम्रो आफ्नै हक हो र आफैले गर्ने हो। तर पनि अब आउने समयमा अब सबैतिर हाम्रो अब राम्रोसित हामीले माग गऱ्यौँ भने सही चिजको कानुन तहमा हामी पनि चल्यौँ भने डिसिप्लिन हामीले बनायौँ भने सबै चिजमा भोलि हाम्रो पिँढीहरूलाई सही हुनु मतलब आउने अब बच्चाबच्चीहरूले सिक्ने नै त्यहीँबाट हो है। त्यसैले यो चिजमा चाहिँ अब बोल्न होइन सही गराउन जरुरी छ जस्तो लाग्छ। सही गराउन भन्दा पनि भएको चिजलाई आफूले अब युजमा लिएर आउन। कानुन कसको लागि बन्छ, संविधान कसको लागि लेखेको छ, हामी जनताको लागि नै हो होइन। हाम्रो सुविधा हामीले माग गरेर हामीले सरकार बुझेर हामीले यो चिजहरू हामीलाई आफ्नो लागि बनाएको र आफैले युज गर्न अब आफूलाई यो चिजले केही फाइदा भएन भने त हामी देशमा बसेर ट्याक्स पेमेन्ट गरेको र आफ्नो देशको लागि अब यतिको धेरै योगदान दिएको त्यो त अब कति के अर्थै रहन त। त्यसैले सबैलाई अनुरोध छ यो विषयमा अब सबैहरू राम्रोसित अब ख्याल गरेर र यो विषयलाई राम्रोसित लिएर अगाडि बढौँ सबैजना। हस् त सबैजनालाई नमस्ते। सो कस्तो लाग्यो भिडियो, कस्तो लाग्यो जानकारी प्रतिक्रियाहरू दिनु होला अनि च्यानल सब्सक्राइब पनि गरिदिनु होला। अब अरू कुरामा केही जानकारीहरू चाहिएको छ भने भन्नु, म राम्रोसित रिसर्च गरेर यहाँ एक्सप्लेन गर्न चाहेर। र यो चाहिँ यो बारेमा मेरो फर्स्ट भिडियो हो त्यसैले मेरो अब हुन्छ नि प्रोनाउन्सिएसन अनि यो अब बताउने तरिका या सम्झाउने तरिकाहरू मिलेन होला र स्क्रिप्ट पनि छैन मसित, मैले यतिकै आएर यतिकै बताएको हो होइन। यो चार्टहरू छ अब यो डाटाहरू छ त्यसलाई अगाडि गरेर बताएको छु मैले। सो सबैजनालाई बाई बाई, सबै आफ्नो ख्याल राख्नु होला भन्न चाहे। हस् त नमस्ते बाई।